आज चाहिँ बेबी अविरल मामा घर आएको छ अनि उसले चाहिँ त्यहाँ घाँस काटेर राखेको देखेर गाईलाई घाँस दिनु पर्यो अरे भनेर गाईलाई घाँस लग्दै हाल्दै गरिरहेको छ। एउटा गाई चाहिँ ब्याएर त्यहाँ सानो बाछी पनि छ। यो डोकोमा भएको घाँस जति सबै हालिदिन्छु रे भनेर मुठीमा जति अट्छ त्यति लगेर गाईलाई सबै घाँस खुवाइरहेको थियो। अनि म र बहिनी चाहिँ यहाँ आमालाई घाँस काट्न सघाउन आएको माइत आएको बेलामा यसो हामीले अलिअलि काट्दे पनि आमा मम्मीहरूलाई हेल्प हुन्छ भनेर हामी चाहिँ यसो सघाउन आएको। काट्न त मलाई नै आउँदो रहेछ त यता चाहिँ आमा घाँस काट्दै हुनुहुन्छ। यता बुइनी पनि काट्दैछ घाँस। कान्छी बुइनी बुइनीलाई चाहिँ मलाई भन्दा नि राम्रोसँग काट्न आउँदो रहेछ गाइज। बुइनी गाई पाल्छ अरे गाई फार्म खोल्छ अरे। ल आमाको चाहिँ 2टा गाईको फार्ममै छ। ए 3टा गाई 2टा गाई एउटा बाछी। ल हामी यसो आएको बेला अलिअलि काट्दिउँ होइन। के हुन्छ त आमाले काट्नु भएको घाँस निरु पनि काट्दैछ। आज कुटुलीको साइती भेटियो। यो चाहिँ हामीले पहिला थुप्रै खान्थ्यौँ। यो कुटुलीको साग मिठो हुन्छ। हाम्रो घाँस पनि एक डोको भयो गाईलाई। हाम्रो घाँस पनि एक डोको भयो। भारी पुग्यो अब जानु पर्यो। चाहिँ आज कान्छीले बोकेर ल्याइछ। हामी 3जना भएर काट्यौँ घाँस। बोकेर ल्याउने मान्छे कान्छी।